केटा मान्छेहरूले जति नै विश्व युद्ध नै जितेर आए पनि, जति ठुलो धाक लगाए पनि, सबै चिज सके पनि तर घरको श्रीमतीसँग चाहिँ कहिल्यै पनि सक्दैनन्। बिहान उठ्यो, चिया नास्ता बनायो, खाना बनायो, दिनभरिको काम छ, रातभरि काम गरेको छ, फेरि पनि थाक्दैनन्। के चाहिँ खान्छन् भने यिनीहरू खाना त हामी पनि त्यही खाएका हुन्छौँ। नत्र हेर नि त श्रीमतीको कामधन्दा। अहिले पनि काममै छ। दिनभरि काम गरेर नथाकेर यहाँ सब्जी बनेदैछ। सब्जीको यहाँ दाल बनाएर पनि, दाल यहाँ राखेर पनि दाल पाकिसकेको छ। अब यहाँ फेरि सब्जी बन्दैछ, खाना बन्दैछ। यहाँ यत्रो फोहोर भएको, फोहोर पनि साफ। यहाँ मेरो छोरो खेल्दा खेल्दै थाकिहाल्ला, तर बुढी नथाक्नु है। यो छोरोले के बनाएको यो? दुईवटा सिप बनाइसकेको छ। सेप यसलाई बोट आउँछ नि, बोट त्यसलाई भन्छ हो।